एसी 2081 को रिजल्टको मिति भने चाहिँ राष्ट्रिय परीक्षा बोर्डले चाहिँ तोकिसकेको छ। हेलो एभ्रीवान, वेलकम ब्याक टु माई टेक सामिल च्यानल। आजको यस भिडियोमा चाहिँ विशेष गरी तपाईँले चाहिँ 2081 सालमा एसी दिनुभएको थियो भने चाहिँ यसपालि एसीको रिजल्ट भने चाहिँ राष्ट्रिय परीक्षा बोर्डले चाहिँ कहिले आउँछ, कुन दिन आउँछ भनेर चाहिँ तोकिसकेको छ। आजको यस भिडियोमा चाहिँ म तपाईँलाई जानकारी दिन गइरहेको छु। यसको लागि तपाईँले भिडियोलाई अन्तिमसम्म स्किप नगरिकन हेर्नुपर्ने हुन्छ र भिडियोलाई लाइक सेयर गरी यस्तो प्रकारको जानकारीमूलक भिडियोको लागि हाम्रो यस टेक सामिल च्यानललाई सब्स्क्राइब गरिदिनु होला। अब जस्ट यहाँनिर म कम्प्युटरको स्क्रिनमा आइसकेको छु। अब यहाँनिर म राष्ट्रिय बोर्डको यहाँनिर चाहिँ वेबसाइटमा आएको छु। तपाईँले चाहिँ nab.gov.np भनेर हानेर तपाईँले चाहिँ हेर्न पनि सक्नुहुन्छ। जसमा यहाँनिर चाहिँ मैले तपाईँले यहाँनिर चाहिँ केही कुराहरू देखाउन गइरहेको छु। वार्षिक कार्यतालिकामा हामी हेर्दाखेरि यहाँनिर टच गर्दाखेरि हामीले चाहिँ यहाँनिर पाउँछौँ। जस्तै यहाँनिर चाहिँ वार्षिक कार्यतालिका 2081 कक्षा 10 भनेर यहाँ 2 नम्बरमा भेट्नुहुन्छ। अब यसको तपाईँको यहाँनिर म तपाईँलाई देखाइदिन्छु। यहाँ टच गरेर हाम्रो कार्यतालिका बनाइसकेको छ राष्ट्रिय परीक्षा बोर्डले चाहिँ कहिले हैन परीक्षाको चाहिँ नतिजा प्रकाशन गर्ने भन्ने विषयमा, जसमा तपाईँले यहाँनिर देख्न सक्नुहुन्छ। म तपाईँले यहाँनिर जुम गरेर देखाइदिन्छु। अलिकति डाउनमा आउनुभयो भने यहाँनिर तपाईँले चाहिँ देख्न सक्नुहुन्छ। अलिकति डाउनमा आउनुभयो भने यहाँनिर चाहिँ तपाईँको चाहिँ यहाँनिर चाहिँ 19 नम्बरमा वार्षिक परीक्षाको नतिजा प्रकाशन भनेर यहाँनिर लेखेको छ। 2082 असार 6 गते भित्र भनेर यहाँनिर चाहिँ राष्ट्रिय परीक्षा बोर्डले चाहिँ यहाँनिर चाहिँ कार्यतालिका बनाइसकेको छ। अब यही कार्यतालिका अनुसार उनीहरूले चाहिँ काम गर्दै जाने हो। जसमा चाहिँ अब तपाईँहरूको रिजल्ट चाहिँ यदि तपाईँले एसी दिएर बस्नु भएको छ भने यसपालि तपाईको रिजल्ट चाहिँ 2082 साल यही असार 6 गते भित्र आउने भएको छ। तपाईको चाहिँ 1-2 दिन तपाईको ढिलो चाँडो भने हरेक समय हरेक वर्ष भइरहेको हुन्छ, किनकि प्राविधिक गडबडहरू भएको कारणले गर्दाखेरि चाहिँ 1-2 दिन ढिलो चाँडो हुन सक्छ। जस्तै तपाईको 6 गते भनेको छ जे 6 गतेदेखि 10 गते भित्र तपाईको आउँछ रिजल्ट। तपाईको चाहिँ 1-2 दिन तपाईको 2-4 दिन तपाईको ढिलो हुन सक्छ। जस्तै म तपाईलाई पुरानो पनि देखाइदिन्छु। यहाँनिर म तपाईलाई यहाँनिर चाहिँ 80 को तपाईलाई म देखाइदिन्छु है त। 2080 को देखाइदिएपछि तपाईँलाई चाहिँ छर्लङ्ग हुन्छ। जस्तै यहाँनिर 80 को हेर्दाखेरि यहाँनिर हामीले 80 मा हेर्दाखेरि कहिले रिजल्ट प्रकाशन भएको थियो भन्दाखेरि यहाँनिर म तपाईँलाई जुम गरेर देखाइदिन्छु। यहाँ चाहिँ प्रकाशन भएको मिति यहाँनिर चाहिँ 2081 को हामीले यहाँनिर हेर्दाखेरि यहाँनिर चाहिँ 14 नम्बरमा वार्षिक परीक्षाको नतिजा 80 को रिजल्ट चाहिँ 81 मा कहिले प्रकाशन भएको थियो भन्दाखेरि यहाँनिर 14 नम्बरमा 2081 सालको दोस्रो हप्ता असार दोस्रो हप्ता भित्र भनेको थियो। भनेपछि तपाईँको चाहिँ 81 मा दिनुभएको छ भने अब तपाईँको भर्खरै एसी को रिजल्ट भनेको तपाईँको चाहिँ असारको दोस्रो हप्ता भित्र तपाईँको चाहिँ 100 मा 100% तपाईँको आइसक्छ। मैले तपाईँलाई यहाँनिर चाहिँ देखाइ पनि सकेको छु। मैले तपाईँलाई चाहिँ देखाइ पनि सकेको छु। तपाईँको चाहिँ असार 6 गते भनेको छ। असार 6 गते भन्दा 1-2 दिन 4-5 दिनसम्म तपाईँको चाहिँ ढिलो चाँडो हुनसक्छ। तपाईँहरू चाहिँ रेडी भएर बस्न सक्नुहुनेछ। यहाँनिर एक त जानकारी तपाईँलाई कस्तो लाग्यो, भिडियो मन परेमा भिडियोलाई लाइक सेयर गरी यस्तो प्रकारको जानकारीमूलक भिडियोको लागि हाम्रो यस टेक सामिल च्यानललाई सब्स्क्राइब गरी छेउमा रहेको बेला बजेर अलमा सेलेक्ट गर्न नभुल्नुहोला। आजले यति नै, धन्यवाद, बिदा पाऊँ, जय नेपाल।